आजको मेरो अपडेट। आज चाहिँ मलाई भयंकरै डायरिया भयो, बेसरी डायरिया भयो, उठ्नै नसक्ने भयो। आज चाहिँ मेरो खाना चाहिँ जाउलो बनाउँछु। यो हो पम्किन सुप अनि ग्रेप्स अनि पानी। दिउँसो चाहिँ मैले अन्डा खाएँ। त्यसपछि चाहिँ म बेसरी एनर्जी नै पुरै खतमै भएर अन्डा खाएपछि अनि मलाई अलिकति ताकत आयो। अनि त्यस पछाडि यति खाना बनाउनु भ्याएँ अनि यति खाना बनाएँ, छोराछोरीलाई पनि बनाएर खुलाएँ। अनि आज चाहिँ डायरियाले खतम पार्यो। हिजो चाहिँ मलाई एकदम भइडो जस्तो भएको थियो, आज चाहिँ त्यस्तो चाहिँ भएन। र आज मलाई डायरिया भयो। जसरी मैले त्यो डायरिया हुने औषधि खाइदिएको थिएँ, मजाले निकाल्यो त, तर बेसरी गलायो होइन। तर शरीरमा चाहिँ के भएको छ भने यो क्यालोरी नपिएर होला नि। अब यत्रो ठुलो शरीर छ न, यत्रो मोटो शरीर, क्यालोरी नपिएपछि त भयङ्करै गाह्रो हुने रहेछ। यो बेसरी गाह्रो छ चाहिँ। अब माम नखा भनेर भएन, यदि त खानै पर्यो, डाउलो त हुँदैन। अस्तिमा मैले मुसुरको दाल हालेको थिएँ, यति त खानै पर्यो होइन। चिया खान नपाएर चाहिँ टाउको चाहिँ बेसरी बिगाएको। अब एक दिनमा 1 कप चिया मात्रै पनि खानुपर्छ कि, अनि सोचेपछि टाउको चाहिँ सन्चो गराउनु पर्यो नि त।